हामी चाहिँ हैन गाइजहरु गट्टी च्यालेन्ज गर्दै छौं बच्चा बेलाको यस्तो यो के गट्टा खेल्थ्यौं नि हामीले हो त्यस्तो वाला च्यालेन्ज गर्दै छौं अब हेरौँ है त कसले जित्छ ल सिजर पेपर रक मैले हैन अब त्यसपछि यस्तै हैन यो छोइन हुन्न है 1 2 3 4 भयो 2 गट्टी अब एउटा है 2 गट्टी रे अब यतिकै अघि सुरुदेखि खेल्दै थियो 1 2 अब 3 अब यो पनि हैन मङै चेते के अनि 4 गट्टी अनि नुन चाटा के नुन ए के रे यसलाई माथि उचाल्ने यसलाई यस्तो भने हैन अनि 5 गट्टी 5 गति भने यसलाई यता यता फर्काएर यता फर्काउने अब यस्तो अनि अब सुल्टा अब उल्टो भने कस्तो उल्टी के यस्तो हान्ने थियो त ए अब यसलाई यस्तो हैन अनि अब रोज्नी भने ए ल पहिले समाज लगाइसकि यो कुन रे बिचको यो ए बरै यस्तो गर्नुपर्छ नि फेरि टिपिसक्यो है बरै के गरे होला लु अब खोडे यस्तो त्यहाँ धर्को फुटेर चेद्देऊ ल यो एक चान्समा त्यो पहिला लास्ट एक चान्समा हो नि त्यो पुऱ्याउने फेरि अरु चाहिँ मेरो खुट्टालाई अलि 3 चान्स अलिक ठुलो बनाउँछु गयो खाट भित्र छिराइदिने नि त मरी तपाईको यसमा सही हे तेरे यसलाई 3 चान्स फुक्न पाउँछ नि ए छैन अझै फुक्ने रे उसको स्टाइल खेल्दा त सबै थोक गर ठीक हैन मेरो स्टाइलले सबै गलत तिमीले त्यति कमेडी स्टाइल रुगेलाई तीनटा हैन अनि मैले त पहिला 3टा टिपेर अनि त्यसपछि 2टा टिपेको थिएँ त जुन टिपे नि एउटा टिपेको थिएँ जुन टिपे नि हुने हो के के म त बिर्सिछु यादसै गइसक्यो गट्टीको त प्रो म्याक्स हो नि फेरि मैले त्यस्तो गरे त 5 वटै पढाएको छ तपाईको त अम्मा झन्डै मेरो निधार फुटाइदियो कि ड्याङ घरि यो खाट भित्र भित्रै पसेछ नि भित्रै पस्यो के टिप्नु ल हाम्रो गट्टी भित्र पस्यो रे अब त्यो आउँदैन कि अहिले सक्यो पस गर्नु न ए मेरो पालि आयो है गट्टी भेट्यो अब अनि मेरो गाला ल यो ल यो भने है ल भयो अब गुफा दाइ ल त्यसलाई चल्नु भएन लास्ट है त्यो गुफा सार्न पाउँदैन नि ए हो अझै होइन न कसम मेरो हात आफै सर्यो उतै गुफा बनाएर कोचार दिन पाउँछ यहाँ बाहिर छ त्यो हो ल अब त भयो नि ल भयो नि अब यो है ल भयो अब ब्युटी के गर्ने रे यस्तो त है मैले अहिलेसम्म हेरेको थिएन है कुन देशको हो यो चलन नेपालको यताबाट लान गाह्रो हुन्छ यो अब यहाँ के उचालेर हाल्ने यस्तो खेल्दा कस्तो गर्छ त्यसै त हाल्नु नि ओह फेटाउनु पाउँदैन ए हो झेली होइन मलाई थाहा छैन यो त अटोमेटिक फ्या भयो कि मैले गर्नु होइन अझ फेटा मार्छन् यत्रो सुत्ता गरे भयो कुन दिएको रे मलाई फेरि फेटा छ्या उयो मलाई कसम यो म जानिन प्लिज मलाई
रुगै लागिसक्यो उइ उइ अब यसलाई त यस्तो घुसार्नु पाउँछ होइन ल ल यता झारे त अब यसलाई एकैचोटिमा आउने होइन एकैचोटिमा फेटायो कि गयो कन्ट्रोलै भइरहेको नि फ्या हुन्छ भन्ने खबर मलाई फेरि सुरुदेखि गर्नुपर्छ फेरि गएन त्यो गेम मेरो केमा थियो अरे तिम्रो यस्तो गरेर यस्तो जम्पिङमा हो त्यो अब अनि 5 वटा चाहिँ गर्न सक्दैन अब कि फुस्केको देखेन अब मैले दिने होइन ओके बोस छिटो दिउँ न खसिसक्यो यो कति रहेछ के हो त्यो फेरि यस्तो मैले गरिन त त्यस्तो गरायो त होइन मैले त एउटा यस्तोमा गराएको थिएँ कि यो अब यो त खाटमुन्नै पसाउँछ कि जति अब यो राम्रो भयो 4वटा गान पाउँछ नि पाउँदैन नि यस्तो गुफामा हाम्रोतिर चाहिँ पाउँथ्यो है ए पाउँछ तर ए अचम्म यादास उसको गइसक्यो मेरो होइन नि फेरि चाहिँ त्यो गोटीमा फेरि सबै एकैचोटि पसेन भने फेरि गयो नि फेरि पस्यो नि अब ब्युटी त्यसलाई चाहिँ के गर्नुपर्छ अरे ल यो कस्तो टुकटुक हालेको ओइ ओइ यो फटाउनु होइन यहाँ कोचालेर जम्मा गर्छु नि त फेरि पस्यो नि दे दो यो ओइ अब मेरो पाली यस्तै थियो है मेरो ल यो टाढा फिजाइछु फेरि छ्या मेरो त यो होइन मैले यो कस्तो मैले जानिनँ कि यो गेममा मलाई यो दे है आया यो त रुगाले नि सिँगाएर झरिसक्यो मेरो त छि वाह भैया वाह अब यस्ता गर्थे हो गरे नि ल सरी अब यस्तो गर्छु ल ल देऊ त ढुङ्ग्री होइन यो मेरो गयो के पातो कुन दियो अरे मलाई यो ल ल ओ मेरो त हात त अटो यस्तो थियो है यस्तो हो कस्तो ढुङ्ग्रो हो यस्तो यो यस्तो त्यही भएर मलाई किन अनकम्फर्टेबल भइरहेको यो नि लास्ट है पसो त यता यहाँबाट निक्ल्यो त के हुँदैन यता टच हुनु भएन फेरि फेटायो फटो फेरि हेर्न फेरि हात यहीँ भइसक्यो जेली हेला अति नै जेली नजानेर मम्मी कसम या थु थु गएन हात त झन नरन भइसक्यो कुन यो ए कस्तो यो दिन परेछ झन् सिधावाला दिन ए के भयो ए पहिला फिजाउँछु ल सक्नु पर्यो तिम्रो चाहिँ डमरू नघुमाउ न फेरि उल्टाइदिनु डम्बरू तिमी त्यहीँ बसेर ल फेटाउनु नपाए अब छटा खाएन नि यो त तल गयो अब यसलाई फेरि माथि ल्याउँछु फट्यो त छैन नि त हेरिराखौँ यो ओ आम्मै अब यो चाहिँ सक्छ सक्दैन भन्ने कुरा फट्यो कति लास्टवालामा त झन् फटाएर मैले एकचोटि फटा खाइन यार ल ब्रो ल कुन ओके ब्रो यो तिमीलाई थाहा छ यो दियो भने यो भित्र पसालेको गोटीले यसलाई छोयो भने नि आउट हुन्छ नि भन्न दिएन के भने मैले बुझिनँ है दिमाग
I don't know. कसैले के हो यो? यस्तो यस्तोमा खोज्छ छ्या नङमा यहाँ म त यस्तो गेम त खेलाइदिन अहिलेसम्म बच्चामा दिउ न यो पहिला लैजान्छन् लास्टमा लास्ट हो कि सबै दिएको जति सबै लास्ट हो ल यो अनि दिएको चाहिँ यहाँ आएको तार्ने फेरि यहाँ पाउँदैन ल त्यसै कहाँ सिम्पल हुन्छ गेम म त ढ्याउनै आयो हेर्न आमा अमलाले छोएन यसलाई यसरी ए उसको त सबै थोक सही मेरो चाहिँ सबै रङ भन्छ यार छ्या खेल्नै जान्दैन रहेछ अब फेरि पछि गर्छु ल यो गेम झेली गरिरहेको छ कि लास्टै भइहाल्यो